साथीहरु, आजको यस भिडियोमा अनलाइनबाट पासपोर्ट कसरी बनाउन सकिन्छ भनेर जानकारी गराउन गइरहेको छु। यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। हजुरले पहिला आफ्नो गुगल ब्राउजर ओपन गर्नुहोस्। त्यसपछि हजुरहरूले यहाँ सर्च गर्नुहोस् पासपोर्ट प्री इनरोलमेन्ट नेपाल भनेर सर्च गर्नुहोस्। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ अनलाइन ई पासपोर्ट प्री इनरोलमेन्ट भनेर देखाएको छ। त्यसमा क्लिक गर्नुहोस्। त्यसपछि हजुरहरूको यहाँ ओपन लिंक भनेर देखाएको छ, त्यसमा क्लिक गर्नुहोस्। त्यसपछि यस्तो इन्टरफेस खुल्छ। हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ एप्लाई फर पासपोर्ट भनेर देखाएको छ, त्यसमा हजुरहरूले क्लिक गर्नुहोस्। त्यसपछि यहाँ विभिन्न अप्सन देखाएको छ, जस्तो पहिलो पटक राजधानी लिन भनेछ, रिन्युअल भनेको छ, रिप्लेसमेन्ट भनेको छ। हजुरहरूले पहिलो पटक राजधानी लिन भनेरमा क्लिक गर्नुहोस्। त्यसपछि यस्तो इन्टरफेस खुल्छ। हजुरहरूले यहाँ पढ्न भनेको छ, यो सबै पढ्नु होला। पढिसकेपछि हजुरहरूले यहाँ अर्डिनरी 34 पेजेस भनेर देखाएको छ, त्यसमा हजुरहरूले क्लिक गर्नुहोस् र प्रोसिडमा क्लिक गर्नुहोस्। त्यसपछि स्वीकृत 6 मा क्लिक गर्नुहोस्। त्यसपछि हजुरहरूको यहाँ यस्तो इन्टरफेस खुल्छ। हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ बुक योर एपोइन्टमेन्ट भनेर देखाएको छ। यसमा हजुरहरूले आफ्नो यहाँ फर्म फिलअप गर्नुपर्ने छ। यहाँ हजुरहरूले एपोइन्टमेन्ट कन्ट्री भनेको छ, एपोइन्टमेन्ट प्रोभिन्स भनेको छ, डिस्ट्रिक्ट भनेको छ, अनि हजुरको यहाँ लोकेसन भनेर देखाएको छ। यो सबैमा हजुरहरूले आफ्नो कहाँबाट पासपोर्ट लिनुहुने हो त्यो सबै यसमा राख्नुपर्ने छ। यो सबै हजुरहरूले राम्रोसँग फिलअप गर्नु होला। हजुरको यहाँ डेट पनि भनेको छ, डेट पनि चुज गरेर राख्नुपर्ने छ र हजुरहरूको यहाँ टाइम पनि देखाएको छ, त्यो पनि राख्नु होला। त्यसपछि हजुरहरूको यहाँ कोड देखाएको छ, यो क्याप्चा पनि हजुरहरूले त्यहाँ राखेर नेक्स्टमा क्लिक गरिदिनु होला। त्यसपछि यस्तो इन्टरफेस खुल्छ। अब हजुरहरूले दोस्रो प्रक्रियामा सुरु गर्नुपर्ने छ। हजुरहरूको यहाँ देख्न सक्नुहुन्छ यसमा आफ्नो विवरण भन्नुपर्ने छ। यहाँ हजुरहरूले लास्ट नेम भनेको छ, लास्ट नेम राख्नु होला। त्यसपछि फर्स्ट नेम भनेको छ, फर्स्ट नेम राख्नुहोस्। त्यसपछि यहाँ जेन्डर भनेको छ, जेन्डर पनि राख्नुहोस्। त्यसपछि डेट अफ बर्थ भनेको छ, यहाँ इङ्ग्लिस डेट अफ बर्थ राखिदिनुहोस्। त्यसपछि यो एक्ज्याक्ट छ भनेर यसमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ विक्रम सम्वत नेपाली डेट अफ बर्थ राखिदिनुहोस्। त्यसपछि डिस्ट्रिक्ट राख्नुहोस्। यहाँ बर्थ कन्ट्री भनेको छ, यसमा नेपाल हो, नेपाल राख्नुहोस्। त्यसपछि यहाँ नेसनलिटी भनेको छ, नेपाली देखाएको छ, त्यही राखिदिनु होला। त्यसपछि यहाँ फादर नेम भनेर देखाएको छ, यसमा पनि हजुरको लास्ट नेम, फादर नेमको लास्ट नेम राखिदिनुहोस्। त्यसपछि फर्स्ट नेम राख्नुहोस्। त्यसपछि मदरको पनि भनेको छ, यसमा मदरको लास्ट नेम, फर्स्ट नेम राख्नुहोस्। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ सिटिजनसिप इन्फर्मेसन भनेर देखाएको छ, त्यसमा क्लिक गर्नुहोस् र हजुरहरूले यहाँ आफ्नो नागरिकताको विवरण राख्नुपर्ने छ। हजुरहरूले आफ्नो परिचय पत्र नम्बर राख्नुपर्ने छ। यदि छैन भने पहिला परिचय पत्र बनाउनु होला। यहाँ नम्बर मागेको छ, त्यो नम्बर पनि राख्नु होला। र यसरी नागरिकताको सबै विवरण भरिसकेपछि हजुरहरूको यहाँ कन्ट्याक्ट डिटेल्स राख्न भनेको छ। अब हजुरहरूले यहाँ आफ्नो कन्ट्याक्ट डिटेल्स राख्नुपर्ने छ। मोबाइल नम्बर, मेल आइडी हजुरहरूको यहाँ सबै राख्नु पर्ने छ। यसरी राखिसकेपछि हजुरको यहाँ कन्ट्याक्ट डिटेल्स भनेर देखाएको छ। यसमा चाहिँ हजुरको कन्ट्याक्ट डिटेल्स यदि केही इमर्जेन्सी पर्यो भने कन्ट्याक्ट गर्नुपर्छ भनेर चाहिँ यसमा विवरण भन्न भनेको छ। यो हजुरहरूले भरेर नेक्स्टमा क्लिक गर्नु होला। त्यसपछि हजुरहरूको यहाँ यस्तो इन्टरफेस खुल्छ। हजुरहरूले यहाँ फाइल एट्याचमेन्ट भनेर देखाएको छ,
यसमा हजुरहरूले आफ्नो नागरिकता अपलोड गर्नुपर्नेछ। यहाँ मेजरमा क्लिक गर्नुहोला र यहाँ जेपीजी पीएनजीमा अपलोड गर्न भनेको छ। हजुरले यहाँ नागरिकताको फ्रन्ट पिक्चर र दोस्रोमा पछाडिपट्टिको फोटो राख्नुपर्नेछ। अगाडि पछाडिको फोटो राम्रोसँग अपलोड गरिसकेपछि हजुरहरूले यहाँ नेक्स्टमा क्लिक गरिदिनुहोस्। त्यसपछि हजुरहरूको यहाँ एप्लिकेसन समरी भनेर देखाएको छ। हजुरहरूले भर्नुभएको सबै जानकारीहरू सही छ छैन भनेर हजुरहरूले यहाँ चेक गर्न सक्नुहुन्छ। एकचोटि राम्रोसँग हेरेर चेक गर्नुहोला। त्यसपछि यहाँ हजुरहरूलाई कोड राख्न भनेको छ, त्यो कोड यहाँ राखिदिनु होला। यसरी कोड राखेर सेभमा क्लिक गर्नुहोस्। यति सबै गरिसकेपछि हजुरहरूले यो फारमलाई डाउनलोड गर्नुहोला पीडीएफमा र प्रिन्ट गरेर पासपोर्ट बनाउने केन्द्रमा लिएर जानुपर्नेछ। हजुरहरूले यो तोकिएको मिति र समयमा लिएर जानुहोला र लिएर गइसकेपछि हजुरहरूको फोटो, औठाछाप र दस्तखतहरू लिन सकिन्छ र हजुरहरूले सजिलै पासपोर्ट पाउन सक्नुहुनेछ। आजको यस भिडियोमा अनलाइन मार्फत पासपोर्ट कसरी एप्लाई गर्न सकिन्छ भनेर जानकारी गराइसकेको छु। आशा छ हजुरहरूले यस भिडियोलाई अन्तिमसम्म हेर्नुभयो होला र यस्तै इन्फर्मेटिभ भिडियोहरूको लागि यस च्यानललाई लाइक, सब्स्क्राइब गर्न नबिर्सनुहोला। हवस् त, धन्यवाद।